गाइस वेलकम टु ब्याक माई न्यू ब्लग गाइस। आजको ब्लग चाहिँ स्टार्ट हुँदैछ हाम्रो चाहिँ पोखराको टुरमा हैन। अब थम्बनेल हेरेर त थाहा पक्कै पाइसक्नु भएछ कि पोखरा जान छ भने पोखराको टुर कस्तो छ भनेर। हामी चाहिँ यति ग्रुपमा सब बसिरा छ हैन। यो हेर्नु त यता 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 हैन। यहाँ पुरै उता बाटोमा अनि पुरै बसिरा छ। हामी चाहिँ बसको वेटिङमा बसेका छौं। बस अहिलेसम्म आएको छैन। 5 बजे बोलाएको, हामी चाहिँ 5 बजे नै 5:30 बजेतिर आएको हैन। अनि बस चाहिँ 8:30 भइसक्यो छ, अहिलेसम्म आएको छैन। अब बसमा मान्छे आए पनि हामी ल हैन, अब हेरौँ न कस्तो मान्छे छ हैन। हाम्रो भैलीको टिम जाँदैछ। सो सबैलाई माया छ, प्रेम छ, सबैले हेरिदिनु होला अनि लाइक गर्नु होला, सब्स्क्राइब गर्नु होला है। अनि बसलाई आउनु दिनु, त्यसपछि हेरौँ ल। अहिले सबै प्रकाश दाइको घरबाट आएर हैन। हेर्नु अहिले चाहिँ पब्लिक चाहिँ यो नहरसम्म आइपुगेको छ। है बाबु के भने अन्त अहिले यहाँ मान्छेहरू पनि जम्मा भइसकेका छन् हैन। ल अब आउनु दिनु है, बसलाई आउनु दिनु, त्यसपछि जाम न त। सिट कहाँ हुन्छ? अरे ब्लग त लास्टसम्म हुन्छ। गाइस हाम्रो चाहिँ बस चाहिँ आइसकेको छ हैन। हो बस्न लागि हत्तो पत्तो भइरहेको छ। ओहो ल बस्यो बस्यो केरा हो कि सब। सिट पाउनु पर्यो। सिट हाई भनिदिनु त। लाइक सब्स्क्राइब गरिदिनु, सब्स्क्राइब गरिदिनु हो युट्युब च्यानललाई। ल थ्याङ्क यू। ल भन हाई भन, हाई भन, हाई भन्नमा के जान्छ हो त। अनि देखिन्छ भाइ, देखिन्छ। ल सिट भरिदिनु लाग्छ यार। यो बस पुरै हाइज्याक भएको छ, पुरै लेडिजहरूले गर्दा। हामी त केटाहरू बस्नै पाएको छैनौँ। हेर्नुहोस् यो अवस्था, भर्खरको अवस्था हेर्नुहोस्। अब हामी पनि जाम पछाडितिर सिट पाइएला कि पाइए छैन। यस्तो अब भ्लगरलाई हेल्प गर्नु पर्यो, सिट दिनु पर्यो। धर्मै होला, सिट देऊ है, सिट देऊ, धर्मै होला फेरि। ल ल ल के त तल के देखाउनु भयो? ल मलाई भएन भने फेरि किडन्याप गरिदिन्छु राति राता फेरि। ल हेर्नु पुरै प्याक छ बस हैन। अहिले चाहिँ नाइट बसमा पनि पुरै प्याक भएछ। ए भयो क्या यार, भयो यार, सक्दैन, म त सक्दैन। आयो खतरा खतरा। ए बसलाई हिँड्न त देऊ पहिला। अहिले बस ल ल ल ल आयो आयो। त्यो खुल्दैन क्या, जाम छ। बोमेट गरेर पुरै जाम गराइदियो मान्छे यार। हो त अनि मान्छे बोमेट गर्दैन, जाम भइसक्यो आज। झाल सास लिन गाह्रो भएको मान्छे यहाँ पकापक हो। सिट नपाएर पत्तो भएछ मान्छे यार। कहाँसम्म पुग्ने होला यार। सासै फुलिसक्यो यार, झ्याल पनि बन्द छ यार। मर्नै लाग्यो यार म त यार। कहाँ आएर फसिक्यो क्या म त यार। दाइहरू पनि उस्तै हुनुहुन्छ। दाइ भन्नु त दुई शब्द हाम्रो जनतालाई। दाइ सिट पाइएन, दाइ सिट पाइएन हो। बोला हो सिट मिलाए। कहाँ गयो? एक नम्बर एक नम्बर एक नम्बर आयो, एक नम्बर। ओए एक नम्बर मार्केट बन्द छ, नकराउ है। सुन्ने वाला कोही छैन नि यहाँ। त्यस्तो हुटिङ गरेर कहाँ हुन्छ त नि? सुन्ने मान्छे भए पो हुटिङ गर्ने त नि। अनि त्यस्तो हल्ला गरेर हान मान्छे यार। यहाँ हुटिङ गर्ने मान्छे सुन्ने कोही छैन, हुटिङ गरेर हाल्ने यहाँ त। पुरै मार्केट बन्द छ गाइस। हाम्रो आउने बेला सब छुटिसकेको रहेछ यार। यस्तो हालत भइसकेको छ हाम्रो। एक नम्बरमा जहिले भर्खरै झरेर पानी सानी लियौँ। रेड बुल तन्काइदियो होइन 5-6 जनाले बस्ताले जानला होइन। अहिले चाहिँ गाइस यस्तो भइरहेको छ भने हाम्रो सिट चाहिँ यसमा छ होइन। हाम्रो लागि चाहिँ चढाइ आएको छ अब होइन बसले। अनि हामी चाहिँ यहाँ बस्ने।
तिम्रो याद अझै साथमा छ चुरोटको टिका जस्तो तानेर फाली गयो खरानी हुँदासम्म ओठमा चापी फालिरह्यो टनै छ माया भन्थ्यो आज किन खाली भयो माया नाजेमा साथी भेट्यो मगन माथि भेट्यो तर जल्ने माया गर्छौ त्यसैको घाँटीले चाहिँ चोट माथि चोट दियो सायद मेरै चोट दियो पर्खिँदै होला भित्रैबाट मरिसके बाँच्ने रहर छैन तर म जसरी माया मकै बर्बाद भाइरल भाइरल 1 मिलियन आउँछ कार्तिकको 13 गते हाम्रो अङ्कलको बर्थडे परेकोमा धेरै धेरै खुसी छ धेरै धेरै बधाई छ यसरी नै सधैँ हाँसी खुसी रहम बस बनिरहेको थियो बस चाहिँ बनेर एकदम रेडी भइसकेको छ अब हामी फेरि जान्ला होइन अब नाइटमा पुरै हिलो सिलो छ ल जामै भित्र गाइज यस्तो अवस्था व्यवस्था भइसकेको छ गाडी बिग्रिया भएको छ त्यो खाते साउले कस्तो गाडी पठाइदिएको छ म जहाँ ठाले त्यो हामी 2:30 बजे यहाँ पुगेको 5 बजिसकेको छ अहिलेसम्म गाडी बनाएको छैन ब्रेक फेल भइसकेको छैन यहाँ त हामी अङ्कलहरू दाइहरू सब यस्तै बसिरहेछ बाटोमा सुतिरहेछौँ यस्तो झाउ गराइदिएको छ यो गाडीले यो गाडीको प्लेट नम्बर हेर्नु त यो मारा चोटको साउ हो यो यस्तो यो गाडी नम्बर गरेको पुरै बर्बाद गराइदियो 3 घन्टा वेट गऱ्यौँ यहाँ 3 घन्टा भइसक्यो हामीलाई यार यहाँ बस्दा बस्दा यहाँ जङ्गल बिचमा गाइस हाम्रो चाहिँ बिहानको 5:30 भइसकेको छ आगो बाल्दै ताप्दै बसिरहेको छ अनि यहाँ आएर होइन यहाँ खतरा पाराले आगो सागो बालिरहेको छ होइन ल सौरभ के भन्छ गाइस अहिले चाहिँ यस्तो भइरहेको छ गाडी भर्खरै बनाएको छ होइन मेकेनिक बोलाएर बिहान कति बजिसक्यो यो 6 बजेर 5 मिनट अनि भर्खर मेकेनिक भयो उज्यालो भइसकेको छ लगभग होइन अब गाडी हिँडिदिएको छ हाम्रो ल हो रोइरहनु यहाँ गाडी हिँड्नै लाग्छ ल है यहाँ हिँडिदिएको छ अब चाहिँ हामी पुगिसकेका छौँ लमही होइन लमही हाम्रो बस बिग्रेको कारणले यहाँ ग्यारेजमा बनाउन आएको छौँ होइन अनि यहाँ आएर बस हाम्रो रोकिसकेको छ बिहानको अराउन्ड 6:30 भइसकेको छ होइन अरे ल होइन अब यहाँ चाहिँ चिया नास्ता पनि गर्नु पर्यो यस्तो बस पनि चबाउनु पर्यो न त अर्को बस आउँछ अब यस्तै हो होइन ब्लग्सलाई हेरिराख्नु होला अब जतिसुकै आफू हजुरलाई देखाइरहेको छु त्यो माया सपोर्ट देखाउनु पर्यो यस्तो भइरहेको छ यहाँ चाहिँ हाम्रो बस बिग्रिएको थियो होइन अहिले चाहिँ सप्रिसकेको छ लगभग अब हामी चाहिँ एकदमै रेडी भइसकेको छ होइन जानलाई एकैछिनमा हिँडिदिने अहिले चाहिँ टाइम भइरहेको छ त्यो कति बज्यो यार 8:30 बजिरहेको छैन होइन अब यहाँ चाहिँ केटाहरू सब रमिरहेको अनि आएर चाहिँ नहेरे पनि हालिदिन्छु क्यारे हेर्छन् के सो गाइस याउ त नानी याउ न यहाँ मेरो ब्लगमा यस्तो हाई हेलो भनिदेऊ न ल कहाँ कति क्लासमा पढ्छौ 8 मा हो 10 क्लासमा हो ल ल ल पढ्नु है राम्ररी पढ्नु सर्च गरेर आउनु है बिआरके ब्लगरमा अनि हजुर के चोरी भयो भन्नुहोस् कुरमुरे जा त्यो 10 रुपियाँ कुरमुरे लागि चोरी मलाई बोलाउनु भयो ले 50 रुपियाँ कुरमुरे चोरी भएको छ हाम्रो कोही केटाहरूले चोरी गरेको छ भने फर्काइदियो है न त तिमीहरूलाई पनि जेलमा हालिदिने वाला होइन गाइस अहिले चाहिँ हामी यहाँ भाइहरूसित भेट्न आएको छौँ होइन बना हेलो ब्लगमा तिमीहरूको नाम के छ युट्युब बनाए के आफ्नो नाम भन न यार के निशान ब्याकुरेन तिम्रो के हो विशाल चौधरी विवेक जैसी तिलक केसी
ए तिमी अघि नै अघि तिमीलाई यहाँनिर बोलाएको थियो होइन र अघि को दुध लिएर आइरहेको छ यार बाबु यार यहाँनिर तिम्रो घर कहाँ हो घर कहाँ हो ए सबको घर यतै हो ए ल ल यसो मेरो युट्युब च्यानलमा सब्सक्राइब गर्नु मेरो त युट्युबमा बिआरके भ्लगर छ भोलि यो आज हो न भोलि पोखराको टुर छ हाम्रो अहिले चाहिँ यहाँ 10 बजिसकेको छ बिहानबाट आएको गाडी अहिले चाहिँ रेडी पायो ठिकै परेछ होइन ल जान्ला छ फेरि कोही बेला खराब हुने यो गाडी यार यो गाडीको नम्बर प्लेट हेर्नु यहाँ छ बिग्रै छ हाम्रो गोपाल अङ्कल ल च्यात्तीको पछाडिबाट आएर थाहै पाएन राति बसमा गएको च्यात्तीको रहेछ ह्याप्पी कोको कोला ल ल ल ओए हटाऊ है बस्न त देऊ मलाई यार ल है भाइ अब फुटबलमा मासु भात खा अनि यस्तो भइरहेछ होइन ल होइन पत्रा खतरा सिन भइरहेछ मा गाइस ओ माई गॉड फाइनल्ली बुटवल फुलबारी चाहिँ पुगिसकेको छ हाम्रो टिम यार यस्तो मेहनत गरिसकेपछि यस्तो टाइममा हामी फुलबारी बुटवलमा पुगिसकेका छौँ होइन यो चाहिँ मणिकुन्द सेन उदान बुटवल रूपन्देही होइन यहाँदेखि चाहिँ पुरै बुटवल सिटी देखिन्छ फेरि कस्तो खतरा भ्यू आइरहेछ नि अहिले यस्तो बबाल छ नि यहाँ चाहिँ होइन अब भित्र हेरौँ न त भित्र के छ यता पहाड डाँडा काँडा 10:30 बजे हिँडेको गाडी खराब हुँदै यता लटपट गर्दा गर्दै 2 बजेर 10 मिनटमा पुगिसकेको छ फाइनली हामी त होइन हाम्रो त पहाड डाँडा काँडा नागेर कताबाट आएछौँ बाटै थाहा छैन हामीलाई त होइन ओ गाइस यो चाहिँ बुटवल फुलबारी भन्ने ठाउँमा हामी चाहिँ आइसकेका छौँ नि त पहाड डाँडा काँडा यता हेर न मासुले एकदम खतरा होइन पुरै बबाल देखिन्छ यहाँ त पुरै हाम्रो भर्खरै यस्तो ठुलो टिम आएको छ होइन हाम्रो चाहिँ अब टिकट काटेर भित्र जानेवाला भित्र हेरौँ न त कस्तो भइरहेको छ होइन यहाँ चाहिँ हेर पुरै भोका मारेर पुरा केटाकेटी पुरै नास्ता गरेर हाम्रो आन्टी चाहिँ हेर्नु न मोमो चाउमिन के खाइदिनु भएको छ फेरि ल पुरै खाइदिनु भयो ल यिनी फेरि नानी फेरि पुरै चिकन मोमो भाइरल अब भोलि गाउँका मान्छेहरू सब लाइक सब्सक्राइब ल खाऊ है खाऊ